Good morning, everyone. A brand new day, a fresh start, and another beautiful chapter of life. No matter how yesterday went, today give us a new chance to smile, to grow, and to move one step closer to our dream. Thank you for being here with me. Let's make today meaningful together. आजको यस यात्रामा सबैजनालाई स्वागत गर्न चाहन्छु। हामीले कुनै वास्ता गर्नुहुन्न हिजो कस्तो भयो हैन, अनि के भयो, केही पाठहरू सिकिन्छ। तर पनि हामीले हरेक दिन विगतका ती कुराहरूलाई भुलेर अगाडिको बाटोमा राम्रो काम गर्दै हैन जानु पर्दछ। तपाईलाई थाहा छ, तपाईले हिजो जति राम्रो काम गर्नुभयो नि, तपाईको आज त्यो कामको मूल्याङ्कन हुँदैन। किनकि हरेक दिन मान्छेले नयाँ नयाँ कुराहरूको खोजीमा हुन्छ हैन। तपाईले हिजो को थियो, तपाईसँग कुनै वास्तव हुँदैन। तपाईँ आज को हो, त्यो मान्छेहरू तपाईँलाई जज गर्ने गर्दछ गाइज। नमस्ते। आजको यस यात्रामा सबैजनालाई स्वागत गर्न चाहन्छु। आजको यस यात्रामा हामीले सधैँ चाहिँ यो भिडियो हामीले प्रस्तुत गर्न गइरहेका छु। तपाईँले देख्न सक्नुहुन्छ, यो हाम्रो गाउँको सबैभन्दा पहिलो बनेको घर हो। 1990 हैन, 1990 भन्ने बित्तिकै तपाईँ हामीले 1990 साल विक्रम सम्वत हैन, भूकम्पको जुन समयलाई सम्झिन्छ है। यो घर मैले विशेष किन बनायो भन्दाखेरि धेरै पुरानो संरचना यो घर हैन। यो घर चाहिँ पहिला चाहिँ ढुङ्गाले छाएको थियो, अनि अलिकति पछि आएर ढुङ्गा निकालेर हैन, अनि यसलाई चाहिँ अलिकति टिनको जस्तालाई लगाएर अलिक बनाएको हो। तर चाहिँ यो घर जति छ नि सब पुरानो संरचनाहरू जुन मेटिसले बनेको छ है। गाडी रोड यहाँको छ, आल्चोको रुख यहीँ छ। हजुर एकछिन बस्नु न, आउनु एकछिन बसौँ, अनि त्यसपछि म तपाईँसँग कुरा गर्ने। अनि अहिले म तपाईँलाई आउनु एकछिन, आऊ बाघचाल खेल्न आउनु न, आउनु यति आउन हो। हे हुँदैन के र जाउँ न त तपाईँको भित्र। ल मामा चाहिँ कसरी बस्नुहुन्छ हेर्ने अलिकति। मामा यो त लिनु पर्ने यार। र मामाको घरभित्र आएँ है। मामाको दरबार यस्तो गर्नुभएको छ यार, पहिले यस्तो राम्रो थियो यो घर है। अनि गाइस मामा यहाँ सुत्नुहुन्छ है। आगो पुग्नु भएको मामाको बेड। के खानुहुन्छ तपाईँ आज मामा? मामा यो के हो माथिको? त्यो के भैँसीको छाला हो? भैँसीको खुट्टा हो? ए आगो फुक्यो नि त, नि दाउरा हाल्नु न। दाउरा हाल्नु धुँवा लागेछ यार। मामाको यहाँ मकै पनि रहेछ। अनि गाइस अलिकति धुँवा लागेको छ होइन। यो चाहिँ मामाको पानी पिउने भाँडा। अनि दिनु म फुकिन्छ यार। खोइ त, अनि के पकाउनुहुन्छ अनि आज तपाईँ? खोले चामल कहाँ छ त? चामल छैन? अच्छा मसँग म चामल दिन्छु। आउनु एकछिन बाहिर बसेर कुरा गरौँ होइन। आउनु अब हामी चाहिँ बाहिर निस्केँ है। यो झातो पनि रहेछ। यो झातो बेचिदिनु मामा? यो झातो बेचिदिने हो? मामाको भाँडो है। धुँवा लागेछ है। यो घर पहिला यस्तो राम्रो थियो, अहिले यस्तो भएको है। सायद मान्छेको लाइफ यस्तै हो यार, सोचे जस्तो कहिले पनि हुँदैन होइन। तर बाहिरकोतिर पनि अलिकति एउटा 40 क्यारेट डाँडा
तपाईँले यो घर चाहिँ होइन मामा अलिकति राम्रोसँग अलिकति लिपपोत गरेर राखिदिनु पऱ्यो। अनि त्यसपछि यसलाई चाहिँ अलिकति मर्मत गरेर राख्यो भने यो 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 भत्किएको यो पर्खलहरू छ नि यसलाई पनि अलिकति मर्मत गर्नु पऱ्यो मामा के। तपाईँ मात्र हिरो भएर भएन नि त नि। अनि तपाईँ मात्र हिरो भएर हुन्छ। तपाईँलाई इङ्ग्लिस बोल्न आउँछ आउँदैन? डु स्पिक इङ्ग्लिस? यु स्पिक इङ्ग्लिस? कति पढ्नुभएको तपाईँले? 3 कक्षा 3rd क्लास। देन यु मुभ टु हङकङ। त्यसपछि तपाईँ हङकङ जानुभयो होइन? ए अनि हङकङ कार्ड त बन्यो होला नि मामा फेरि? बना छैन? किन? तपाईँ कति सालको जन्म मामा? 25 सालमा बनेको घर अनि तपाईँ त्यही सालमा जन्मिनु भएको? वाट द कोइन्सिडेन्ट। कस्तो एउटा संयोग नै भन्नुपर्छ होला है। गाइस हुस्सो अलिकति लागिराखेको छ। इट्स अ फगी, द माउन्टेन बिङ कभर बाई फगी। अनि के भन्छ अरे तपाईँ चाहिँ अनि कति सालमा यहाँबाट प्राथमिक तहको अनि शिक्षा पुरा गर्नुभएको? कहिले गर्नुभएको? तपाईँ पढ्ने बेलामा हाम्रो गाउँमा कतिसम्म क्लास थियो? 3rd क्लास। गाउँसर जानुभयो? गाउँसर जाँदाखेरि त्यहाँ फर्स्ट बाई कति हुन्थ्यो? कतिवटा फर्स्ट बाई हुन्थ्यो मामा? समय लाग्छ हो? ए तपाईँ फर्स्ट बोय थियो कि सेकेन्ड बोय? सेकेन्ड बोय हो? लेस भन्नाले थर्डसम्म तपाईँले भेटाउनुहुन्थ्यो पोजिसन? ओके। अनि त्यतिखेर गाउँसरमा हेडमास्टर को हुनुहुन्थ्यो मामा? नीलकण्ठ कि मुक्तिनाथ? नीलकण्ठ हो? ए अनि तपाईँहरू यहाँ त्यतिखेर स्कुल जाने बेलामा त घाँस काटेर होइन अनि त्यसपछि बल्ल पो जानु पर्थ्यो है? कतिखेर आउनुहुन्थ्यो स्कुलबाट मामा? 4 बजे है। तर मामा यो तपाईँको घर चाहिँ एकदम राम्रो छ होइन? तपाईँले चाहिँ 75 लाख चाहिँ नभन्नु, अलिकति ठिक्कको मूल्य भन्यो भने तपाईँको घर हेर्न लागि सबै मान्छे आउँछ होइन? र चाहिँ यसलाई चाहिँ 75 लाख भन्दैन, 75,000 चाहिँ दिन्छ होला मामा है? अनि यो त गाउँ हो नि त मामा। अनि गाउँमा कहाँ यति धेरै 75 लाख त ऊ तल काठमाडौँ पाउँछ त नि मामा घरहरू। अनि यस्तो घरलाई अनि तपाईँ 75 लाख भन्नुहुन्छ अनि अर्कोले कहाँ पत्याउँछ त नि? अनि ल तपाईँले अब यो बेचेपछि यो गोठ पनि बेच्नुपर्छ होइन? तपाईँको ल 75,000 टोइलेट हाउस तपाईँको टोइलेट हाउसै छैन। अनि यस्तो हो तपाईँले यस्तो के तपाईँको के हो भने यो घर पुरै मर्मत गऱ्यो भने सबै गऱ्यो भने तपाईँको 1 लाखसम्म चाहिँ आउँछ होला। तपाईँको घरै यति भत्किसकेको छ अनि कहाँबाट आउँछ त नि? अनि 75 लाख तपाईँको 75 लाख काठमाडौँमा आउँछ, जग्गा पनि आउँछ त्यहाँ त झन्। यो त गाउँ हो नि त मामा, पछाडिको गाउँ हो नि त हाम्रो गाउँ। लसुन मामाले बनाउनु भएको अर्ग्यानिक लसुन। अनि यो घेराउलाई त अलिकति छाङ्ग्रा हाल्नुपर्छ नि मामा। पहिला यहाँ चाहिँ गोठ थियो, गोठभित्र चाहिँ ढिकी थियो होइन मामा? यहाँ ढिकी थियो है? ढिकी कहाँ लानुभयो त? तपाईँ बेचिदिनु भयो होला साथीले? बेचिदियो? त्यतिका यहाँ थियो है, यस्तो राम्रो थियो। अनि यहाँ चाहिँ पछाडि हामी चाहिँ यहाँ गुच्ची खेल्थ्यो बेसी यार है? घर चाहिँ नराम्रो होइन, राम्रो छ पहिलेदेखि नै होइन?
जमानाको घर चाहिँ राम्रो घर हो क्या यो चाहिँ आरुलजे भने पनि होइन यो सबै सालले बनाएको घर हो होइन यसमा चाहिँ कुनै मेट्रेस छैन कि मेट्रेस यस्तो छ कि यहाँ फर्निचरहरू एकदम लङ लास्टिङ एन्ड स्ट्रङ पुरै सालको छ है यति राम्रो छ होइन घर यो चाहिँ पुरै सालको मामा है सालको भयो ए ए हो साँच्चै यहाँ चाहिँ एउटै छैन अरू काठको यो उतिसको होइन सबै यो हेर्नु यो बुट्टा डिजाइन निकालेर बनाएको रहेछ होइन पहिला मान्छेहरू यो काठ चाहिँ लिएर आउँदाखेरि तपाईँ यता जानु पर्थ्यो ऊ त्यो मिदुङ खोला है ए के हो यार जिन्दगी यस्तै छ उहाँ चाहिँ एक्चुली भन्यो भने एकदम इन्टेलिजेन्ट हुन्थ्यो पहिला होइन राम्रो हो मान्छे एकदम पढ्नमा ट्यालेन्ट होइन अनि ब्रिटिस बाउको छोरा तपाईँको बा चाहिँ कुन ऱ्याङ्कमा आउनुभयो मामा पिन्छेन हल्दर हो कि जमदर हो क्या मेजर होइन होला सिपाही नै होला सर्जन अनि तपाईँ चाहिँ एउटा कुरा मलाई अलिकति अचम्म के लाग्यो भने तपाईँ चाहिँ त्यो भालुसँग लड्दाखेरि मामा तपाईँ भालुसँग लड्दाखेरि भालुले तपाईँलाई कति के गर्नुभयो त अनि कति पञ्च हान्नुभयो तपाईँलाई मामा के भन्नु भयो Ah.